हेटौडा बजार पुरै सेलमा छ है साथीहरू। कपडा मात्र होइन पुरै टोटलै बजारै सेल हो। हेटौडाको बुद्ध चोक राप्ती रोड यो कपडा पसल सेल। उतापट्टि जुत्ता चप्पल ब्याग पसल जुत्ता ब्याग लिने भयो उतापट्टि सेल। यो कपडाको सेल आज र भोलि छ सरहरू ल पर्सिदेखि चाहिँ बन्द अरे भत्काउने अरे। ब्याग पसलमा त्यत्तिकै भिड कपडा पसलमा त्यत्तिकै भिड। यो राप्ती रोड हेटौडाको राप्ती रोड यो टिभी फर्निचरको चाहिँ सिद्धिसक्यो फर्निचरहरूको सेल सिद्धिसक्यो होइन। अब कपडा जुत्ताको सेल बाँकी छ। सुन पसल र यो टिभी फ्रिजहरूको पसल पनि सेलमा राखेदेखि हुन्थ्यो भनेर सोचिरहेको आफूले चाहिने चाहिँ सेलमा राखेको छैन है। ब्याग पसलमा गएर लाने सेल हेटौडा बजार पुरै सेलमा हो। हेटौडा बजारै सेलमा है साथीहरू। हेटौडा बजारै सेलमा दसैँ तिहार के हेर्नुहुन्छ यो सबै सेल। जुत्ता चप्पल ब्याग सेलमा यो टिभी फ्रिजको पसल सुन पसल चाहिँ कहिले राख्छ होला सेलमा खै यतातिर त केही पनि छैन त सेल। यो पसलतिर सेलमा लगायो भने चाहिँ लिन आउनु पर्यो भनेर सेल 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 पारिपरि जुत्ता र ब्यागको सेल पारिपट्टि। यतापट्टि कपडाको सेल है साथीहरू ल। सुन पसल अनि टिभी फ्रिजहरूको सेल लाग्यो भने चाहिँ खबर गर्नु साथीहरू। म पनि विचार गरेको छु सुन पसल चाहिँ कहिले सेल लाग्ने रहेछ। बुन्दाको सुन पसल रहन्छ यता त्यही भएर हो।